आज्ञाकारितामा सेन्ट जोन हरेक दिन मरुभूमिबाट लगभग 20 किलोमिटर पैदल यात्रा गर्दथे। पिता, पुत्र, पवित्र आत्मा एक साँचो परमेश्वरको नाममा तपाईहरु सबैजनालाई नमस्ते। आज हामी यस भिडियो मार्फत सेन्ट जोन द सर्ट को जीवनबाट हामी आज्ञाकारिताको बारेमा कुराकानी गर्छौं। आउनुहोस् हामी यस भिडियोलाई सुरु गरौँ। आज धेरै विश्वासीहरू आज्ञाकारिताको प्रतिरोध गर्दछन् किनभने तिनीहरूले यो गुणलाई स्वतन्त्रताको कमी ठान्छन्। तिनीहरूले यसलाई सीमित स्वयं र आफ्नै इच्छाहरूसँग विवादित पाउँछन्। फलस्वरूप तिनीहरूले विद्रोही व्यवहारको सहारा लिन्छन्। तिनीहरूले आफ्नो आमाबुवा, चर्च फादर, डिकन, चर्च र कहिलेकाहीँ परमेश्वरको अनाज्ञाकारिताद्वारा स्वतन्त्रता हो भन्ने कुराको आलोचना गर्दछन्। सेन्ट जोन द सर्ट जो केवल 18 वर्षका थिए जब उनले आफ्नो भिक्षु जीवन सुरु गरे, युवा अवस्थाको जीवनमा आज्ञाकारिताको समृद्ध पुरस्कारको उत्कृष्ट उदाहरण उनलाई हामी लिन सक्छौँ। सेन्ट जोन माथिल्लो इजिप्टको एक गरिब र ईश्वरीय परिवारमा जन्मेका थिए। उहाँ अन्य युवा पुस्ताको तुलनामा सानो अर्थात् पुड्को हुनुहुन्थ्यो र त्यसैले उहाँलाई सेन्ट जोन छोटो भनिन्थ्यो। तर सानैदेखि उनको भिक्षु बन्ने तीव्र इच्छा थियो। 18 वर्षको उमेरमा उनी आफ्नो घरबाट टाढाको मरुभूमिमा गएर बसेका थिए। उनी एक वृद्ध भिक्षुको चेला बन्न चाहन्थे जसलाई सबैले अब्बा, जसको अर्थ बुवा नामले बोलाउने गर्दथे। तर यस वृद्ध भिक्षुले जवान जोनलाई चाँडै स्वीकार गरेनन्। उहाँले आज्ञाकारिताको परीक्षा लिनुभयो। उनले सुक्खा काठको टुक्रा भेटाएर सेन्ट जोनलाई दिए र भने यो काठ लिनुहोस्, यसलाई रोप्नुहोस् र यसलाई पानी दिनुहोस्। तिनीहरू मरुभूमिमा बसिरहेका थिए र अरूपर कतै पनि पानी थिएन। तर आफ्नो आध्यात्मिक पिताको पूर्ण आज्ञाकारितामा सेन्ट जोन हरेक दिन मरुभूमिबाट लगभग 20 किलोमिटर पैदल यात्रा गर्दथे। सेन्ट जोनले दिनको 2 पटक सुक्खा लट्ठीमा पानी हाल्ने काम गरे। कुनै गुनासो नगरी तिनले 3 वर्षसम्म विश्वासपूर्वक यो काम गरे। 3 वर्षपछि चमत्कारी रूपमा लट्ठीले पातहरू अंकुराउन थाले र धेरै फल परे। पुरानो अब्बाले फल बटुलेर चर्चमा र हरेक आफ्ना सङ्गी चेलाहरूलाई यसो भन्ने गरे, लियो र आज्ञाकारिताको फल खाओ। त्यो रुखपछि आज्ञाकारिताको रुख भनी नाम दियो। पछि ती वृद्ध गुरु अब्बा 12 वर्षसम्म बिमारी परे। ती समयमा सेन्ट जोनले कहिले गुनासो नगरी उहाँको सेवा निरन्तर गरिरहे। आफ्नो मृत्युको ओछ्यानमा अब्बाले एल्डरहरूलाई भेला गरेर सेन्ट जोनको हात समातेर प्रार्थना गरेर भने, यस व्यक्तिको ख्याल राख्नुहोस् किनकि यो एक भरि हो, मानव होइन। उनले सेन्ट जोनलाई नजिकैको फलफुलको रुखको छेउमा बस्न आदेश दिए र त्यसपछि उनको मृत्यु भयो। अब्बाको निधनपछि उनको इच्छा अनुसार सेन्ट जोन आज्ञाकारिताको रुखको छेउमा एउटा गुफामा बसे। उहाँले साधारण पोसाक मात्र लगाउनुहुन्थ्यो र प्राय लामो समय उपवास बस्नुहुन्थ्यो र निरन्तर प्रार्थनामा लीन हुनुहुन्थ्यो। चाँडै अरू धेरै भिक्षुहरू उहाँबाट सिक्न र उहाँको उदाहरण पछ्याउन उहाँ कहाँ आए। चाँडै आज्ञाकारिताको रुख वरिपरि एउटा इनार खनियो, एउटा चर्च बनायो र एउटा मठ सुरु भयो। सेन्ट जोन आफ्नो नम्रता, बुद्धि र आज्ञाकारिताको लागि परिचित व्यक्ति थिए। लामो र फलदायी जीवन बिताएपछि एक दिन उनी बिरामी परे। उनले आफ्नो सेवकलाई नजिकैको गाउँबाट केही ल्याउन पठाए। जब उहाँ फर्कनुभयो, उहाँले सन्तको आत्मालाई सन्त र स्वर्गदूतहरूले घेरिरहेको देख्नुभयो। सेन्ट जोनको निर्जीव शरीर र उसले प्रार्थना गर्ने बाटोमा भुइँमा घोडा टेकेको अवस्थामा फेला परेको थियो। उहाँको पवित्र शरीरबाट अत्तर जस्तो सुगन्ध आइरहेको थियो। परमेश्वरको आज्ञा पालन गर्नु जसको अर्थ येशूले भन्नुभएको कुराको पालन गर्नु वा हाम्रा आमाबुवा, शिक्षक, याजक, डिकन वा अख्तियारमा रहेका अरूहरू जस्ता हामीमाथिको आज्ञा पालन गर्नु धेरै गाह्रो हुन सक्छ। तर हामी यी सन्तको जीवनबाट सिक्छौँ कि जब हामी परमेश्वरको आज्ञा पालन गर्छौँ बिना गुनासो त्यहाँ ठुलो इनाम हुनेछ। परमेश्वरले हामीलाई प्रशस्त आशीर्वाद दिनुहोस्।